यो मुभीको एक्सप्लेनेसन भिडियो नहेरिकन यदि तपाईले चाहिँ यसको स्टोरी थाहा पाउनुहुन्छ भने तपाईको आईक्यू लेभल एकदमै राम्रो छ, तर मलाई लाग्दैन कि तपाई बुझ्नुहुन्छ। ओके, नेटफ्लिक्समा चाहिँ एउटा साउथ कोरियन मुभी आएको छ, सर्भाइभल थ्रिलर मुभी। यो मुभीको चाहिँ सेकेन्ड हाफ हेरिसकेपछि तपाईको दिमागको चाहिँ दही हुनेवालामा छ है त। मुभी तपाईले फ्रीमा एचडी अफ फोयुमा हेर्न सक्नुहुन्छ। यस्तै मुभी रिभ्युज र रिकमेन्डेसन्सहरुको लागि सिनेफाइल रिभ्यूलाई फलो गर्नु होला। स्टोरी कस्तो छ भने समुद्रमा चाहिँ मिटियोराइट्स झरिसके पछाडि त्यो सिटीमा त्यो सिङ्गो कन्ट्रीमै होला सायदै फ्लड आएको हुन्छ। फर्स्ट हाफ नर्मल छ, नर्मल भन्नाले बुझ्ने खालको छ, जुन चाहिँ सर्भाइभल र थ्रिलिङ यो मजाले फिल हुन्छ हैन। मुभी राम्रो लाग्छ, तपाईले बुझ्नु पनि हुन्छ। फर्स्ट हाफ राम्रो छ, बट सेकेन्ड हाफमा गइसके पछाडि स्टोरी यसरी पल्टिन्छ नि हैन। तपाईले लगभग सबै कुरा माथिबाट जान पनि सक्छ र तपाई एक्सप्लेनेसन भिडियो खोज्दै हिँड्नुहुनेवाला छ है त। यदि तपाईले बुझ्नुहुन्छ भने चाहिँ तपाई खत्रै हो। बट मुभी एकदमै एक्स्ट्राअर्डिनरी मुभी, त्यसरी चाहिँ नसोच्नु होला फेरि, किनभने माइन्ड बेन्डिङ कन्सेप्टकै मुभीहरु पनि एकदमै हाई लेभलको हेरिसकेको मान्छेहरुको लागि यो अलिकति नर्मलै पनि हुन सक्छ। तपाईले यदि हेरिसक्नु भएको भने मुभी तपाईले बुझ्नुभयो भएन, मुभी कस्तो लाग्यो कमेन्ट गरेर भनिदिनु होला। सर्भाइभल थ्रिलर मुभी द ग्रेट फ्लड। लाइक एन्ड फलो।